भएको र उहाँलाई उच्च अदालतको फैसलालाई सर्वोच्चले चाहिँ सदर गरेको अवस्था छ। त्यसकारण सभामुख महोदय, उहाँको पार्टीको सभापति रवि लामिछाने विभिन्न काण्डमा, आज यो सहकारीमा मात्र होइन कि नागरिकतामा, पासपोर्ट काण्डमा, जबकि उहाँको पोस्ट पनि एकचोटि योभन्दा पहिला निलम्बन भइसकेको छ, तर उहाँको पार्टीका मान्यज्यूहरूले अरूलाई नैतिकताको पाठ पढाउनुहुन्छ। आफ्नो सभापति कस्तो हो, आफूले कस्तो स्कुलिङ गरेर आउँदैछु भन्ने कुरा चाहिँ थाहा छैन, आफूलाई न्यायालयलाई हेर्नुहुन्न, आफूलाई अध्ययन गर्नुहुन्न, म कसरी बिलङ गर्दैछु भनेर र आजसम्म पनि न संसदीय दलबाट उहाँले राजीनामा दिनुभएको छ, न पार्टीको सभापतिबाट राजीनामा दिनुभएको छ। काण्डले भरिएका यस्ता गनाउने व्यक्तिको नेतृत्वमा बस्ने यी सांसदहरूले नैतिकताको पाठ कसलाई पढाउन खोजेको सभामुख महोदय? आफूलाई गनाउने, अरूको बासना पनि सुन्न नसक्ने सभामुख महोदय।